व्हाट्सअप पिपल नमस्ते। हामीलाई अहिले आज भर्खरै एकजना युकेको विद्यार्थीले क्वेरी गर्नुभएको थियो कि ब्याचलर कम्प्लिट भइसकेपछि अस्ट्रेलिया अप्लाई गर्न मिल्छ त? उहाँको ब्याचलर कम्प्लिट हुन अब टेन्टेटिभ 8-9 महिना बाँकी छ होला। सो हाम्रो काउन्सिलर सुजल सरसँग आज यो बारेमा बुझौँ है त थोरै कुराहरू। सुजल सर, यसको बारेमा थोरै भनिदिन मिल्छ? उहाँ चाहिँ ब्याचलर्स चाहिँ युकेमा कम्प्लिट गर्नुभएको छ भने पनि नेपालबाट चाहिँ मजाले अप्लाई गर्न मिल्छ होइन। उहाँ नेपाल चाहिँ कम्पलसरी आउनुपर्छ भन्ने चाहिँ हुँदैन। उहाँको बायोमेट्रिक्स र मेडिकल मात्रै गर्नलाई चाहिँ नेपाल आउनुभयो हुन्छ। त्यो बिचको जति पनि प्रोसेस हुन्छ हामीले अफर लेटर लिनदेखि ब्याङ्क लोनदेखि तपाईँको जिएस डकुमेन्ट्सदेखि तपाईँको सिओईदेखि अनि एजुकेसन फी अनि इन्सुरेन्स पेमेन्ट सबैलाई चाहिँ हामीले यहीँबाट चाहिँ नेपालबाट चाहिँ हामीले प्रोसेस गरिदिन्छौँ। तपाईँ त्यसको लागि फिजिकली प्रेजेन्ट यहाँ हुनु पर्दैन। जस्ट एउटा लोन र वार्ड डकुमेन्ट्सको लागि तपाईँको प्यारेन्ट्स यहाँ हुनुहुन्छ भने तपाईँलाई केहीमा पनि चाहिँ प्रब्लम चाहिँ हुँदैन। सो एनुअल इन्कम र लोन चाहिँ हामीले बनाउनु पर्छ। आइदर युके पढेको होस् या आइदर यहाँ दुबई पढेको होस्, जुनैसुकै कन्ट्री पढिसकेपछि ब्याचलर पढिसकेपछि हामीले लोन र एनुअल इन्कम चाहिँ बनाउनु पर्छ अस्ट्रेलियाको लागि, होइन त? हजुर हजुर, लोन चाहिँ तपाईँले गर्नु नै पर्ने हुन्छ अस्ट्रेलियाको लागि। अनि एनुअल इन्कम चाहिँ तपाईँले सो गर्नै पर्ने हुन्छ। तपाईँ जुन देश बसेर पढ्नु भयो भने तपाईँले त्यो चाहिँ सो नै गर्नु। उहाँको के छ, 8-9 महिना अब ब्याचलर सकिन आँटेको छ, 8-9 महिनाको लागि एनुअल इन्कम भ्याउँछ त उहाँको? 8-9 महिना अझै सकिन बाँकी छ भने चाहिँ उहाँको मजाले भ्याइन्छ होइन। किनभने 8-9 महिनाको अहिलेदेखि नै स्टेटमेन्ट बनाउन थाल्यो भने पनि उहाँको ब्याचलर्स कम्प्लिट हुँदासम्म त मजाले 1 इयरको स्टेटमेन्ट बनिहाल्छ होइन। सो त्यो भएको कारणले पनि उहाँलाई चाहिँ एकदम राम्रो अपर्च्युनिटी हुन्छ अहिलेदेखि नै प्रोसेस स्टार्ट गर्नुभयो भने। अनि आफ्टर ब्याचलर्स कम्प्लिट गरिसक्नु भएपछि चाहिँ हामीले प्रोसेस अप्लाई गरिहाल्न मिल्यो त्यसपछि। सो थ्याङ्क यू प्रशंसाजी। प्रशंसाजीले यो क्वेरी गर्नुभएको थियो र बाँकी विद्यार्थीहरू पनि जो पनि युकेमा बस्नु भएको छ, आफ्नो पढाइ ब्याचलर सकिसकेपछि तपाईँ यदि इफ यु रियली वान्ट टु अप्लाई फर अस्ट्रेलिया यु क्यान अप्लाई, होइन त? हजुर, एकदमै मजा। फर्दर मोर डिटेल्स प्लिज भिजिट मिराकल एजुकेसन सर्भिस।